जति हाम्रो कर्मचारीमा सेनामा प्रहरीमा सबैतिर हामी हेर्छौं अहिले सिपाहीहरू नै तपाईं हेर्नुस् कति राम्रो एउटा दुईटा विषयमा मास्टर्स गर्ने हाम्रा सैन्य जवानहरुकै संख्या कति धेरै छ अफिसरहरुको कति छ संसारको नलेज छ पढेर त्यो ज्ञान लिएर त्यो नलेज लिएर उहाँहरु बस्नु भएको छ तर देशको दुर्भाग्य हेर्नुस् त कहिले 16 वर्ष चाहिँ मेरो पूरा होला र राजीनामा दिएर त्यसपछि चाहिँ राम्रो देशमा गएर सेक्युरिटी गार्ड गरेर आफ्नो परिवार पालौं घर बनाऊ भन्ने छ त्यो सिपाहीको घर कसरी चल्छ कसैले सोचेको छ अहिलेसम्म सोधेको छ कसैले अहिलेसम्म त्यो सिपाहीको चाहिँ श्रीमतीको अवस्था के छ आमा बुवाको अवस्था के छ त्यसका उसका बालबच्चा कसरी पढ्छन् के हालत छ कसैले सोचेको छ एउटा देशको लागि रगत पसिना बगाउनको लागि देशको लागि मर्छु भनेर शपथ खाएर चाहिँ नि सैन्य भएको चाहिँ एउटा के रे सिपाहीले कहिले 16 वर्ष पुग्छ र म अर्काको देशमा गएर गार्ड बनेर मेरो परिवार पालौं दुईटा घर बनाऊ दुई पैसा पढौं भनेर सोच्ने अवस्थामा हामीले मुलुकलाई पुर्यायौं भनेपछि कति धेरै ठूलो दुर्भाग्य हो मुलुकको त्यो विषयमा हामीले सोच्न पर्दैन आज काठमाडौँ नदेखिकन मर्ने कति नेपाली नागरिकहरू छन् कति धेरै जनताहरू छन् लुम्बिनी नदेखिकन पोखरा नदेखिकन मर्न पर्ने मान्छेहरू कति छन् आज किन आज बाबुआमाहरू चाहिँ नि शरीरमा रोग लिएर गाह्रो भए पनि मलाई केही भएको छैन निको हुन्छ ठीक छ भनेर आफ्ना छोराछोरीलाई मलाई दुखो समस्या भयो म बिरामी छु भन्न सक्नु भएको छैन भने अस्पताल लाँदा छोराछोरीको पैसा खर्च हुन्छ पैसा छैन भनेर आज उपचार नपाएर मर्नेको संख्या कति धेरै छ त्यसकारणले गर्दाखेरि चाहिँ म के अनुरोध गर्न चाहन्छु भने यसले खाला कि उल्ले खाला कि यसको होला कि त्यसको होला कि होइन यो देश सबैको यो 2 दिनको जिन्दगी हो के ए बाबा मरेपछि त सक्यो त के हामी सम्झौं त ल हजुर सम्झिबक्सियोस् त यो एसएलसी दिए हिजो जस्तो लाग्दैन लाग्छ नि तर उमेर त भइसक्यो नि बिस्तार हुँदै जान्छ नि भनेको के हो भने आधा समय सुतेरै जान्छ झन्डै झन्डै हिँडो हाँसखेल गरो भन्दा भन्दै मान्छे त उमेर गएको त पत्तो छैन नि मरेपछि त सक्यो नि त्यसकारणले बाँचुन्जेल यो 2 दिनको जीवनमा किन ईर्ष्या गर्नु किन रिसराग गर्नु यो मेरो भनेको छ यो तेरो भनेको छ आफआफ्नो काम राम्रोसँग गरौँ जसरी समाज राम्रो बन्छ सुसंस्कृत बन्छ मैले भने नि मान्छे के रे चाहिँ अब यो अहिले के रे मोबाइललाई चार्ज गर्न नपर्ने इन्टरनेट जोडिरहन नपर्ने हैन संसार कहाँ पुगिसक्यो टेक्नोलोजीको जमानाले कहाँ पुगिसक्यो अन्तरिक्षमा घर बनाइरहेछन् मान्छे संसार गरेछन् हामी अहिलेसम्म एउटा देशलाई समाजलाई हामीले राम्रो बनाउन सकेका छैनौं विदेश कस्तो होला मान्छेलाई यहाँ चाहिँ हैन एउटा घुम्न भनेपछि रहर छ मिठो खान भनेपछि रहर छ औषधि उपचारको समस्या छ राम्रो स्कुलमा बालबच्चा पनि यस्तो स्वर्ग जस्तो देश त्यसकारणले गर्दाखेरि चाहिँ यो सानोतिनो बहसबाट देशलाई माथि उठाउनु पर्छ भन्छु के मैले